हेलो एभ्रिवान। आज पुरै भेजिटेरियन हो साथीहरू। आज केराको बुङको अचार बनाउनु पर्यो। उसिनेको केराको बुङ, केराउ, उसिनेको आलु, हरियो खुर्सानी आवश्यकता अनुसार चपिङ गर्दैछु हाल्नको लागि। त्यसपछि धान्नको लागि तेल तताउँदै यहाँ उसिनेको केराउ र केराको बुङ हालिसकियो। अब यता निकालेर मिक्स गर्दै आपसमा राम्रोसँग मिलाउनु होला। यहाँ आवश्यकता अनुसार नुन, त्यसपछि अमिलो, यो कागती नभएर यो भेनिगर हालिदिएछ। त्यसपछि अब लगभग रेडी भइसकेछ है साथीहरू। यो हरियो धनिया पनि हालिसकेँ। अब खानालाई रेडी भइसकेको छ है साथीहरू। यसरी नै तपाईँहरू बनाएर मिठो तरिकाले केराको बुङको अचार खान सक्नुहुन्छ है साथीहरू।